भुन्टीले माफ दिलिन् त भूपेन्द्रलाई। सुकुमायाको आगमन भयो, अब के गर्लिन् त? अनुशेष केही कुराकानी गर्नेछौँ। त्योभन्दा पहिला हजुरलाई भुन्टी सिरियल एकदमै मनपर्छ भने त्यसको लागि अवश्य पनि एक लाइक र सब्सक्राइब गर्नुहुन्छ भन्ने आशा राख्दै आजको मेरो विषयतर्फ लागौँ। हो दर्शक, भुन्टीले माफ दिन्न भनेकै छिन्, किनकि भुन्टीको त्यो अटुट विश्वास भूपेन्द्रले तोडेर त्यस्तो गरेका छन्। भुन्टीको विश्वासमाथि विश्वासघात गरेका छन्। त्यसैले भुन्टीले अहिले त माफ कदापि दिन भनेकी छिन्। मलाई धेरै सोची देखेर होला, गाउँकी केटी केही गर्न सक्दिन भनेर होला। अब मैले पनि केही न केही गरेर छाड्छु। जतिचोटि त्यस्तै गर्यो त्यतिचोटि नै मैले माफ दिन्छु भनेर होला। तर अब मैले माफ दिन्न, केही न केही मैले गरेर छाड्छु भनेकी छिन् भुन्टीले। गाउँको सोझी केटी जे गर्ने गर्छ भनेर होला। तर अब मैले यिनीहरूलाई सबैलाई सबक सिकाएरै छाड्छु। मेरो मौनतालाई यिनीहरूले जसरी यिनीहरूले प्रयोग गरेर मलाई यति धोका दिएका छन् कि अब त मैले सहनै सक्दिनँ भनेर एकदम रहेकी छिन्। अब भुन्टीले सुकुमायालाई बोलाउन पनि सक्छिन्, किनकि भूपेन्द्रलाई सजाय दिने सुकुमाया भुन्टी बाहेक अरू कोही पनि छैनन्। त्यसैले अब सजाय त भूपेन्द्रले पाउँछन् नै। अब भूपेन्द्रले सजाय पाउनुपर्छ भन्ने जतिले कमेन्टमा भुन्टीले नबोल्नलाई भन्दै म यहाँ बिदा हुन्छु। हस्, धन्यवाद।